संसद गरिमामय ठाउँ हो। गरिमामय ठाउँको गरिमा राख्ने खालका सांसद हुँदा गरिमा रहन्छ, नत्र रहँदैन। जस्ता सदस्य हुन्छन् त्यस्तै बहस हुने हो। गहन विषयमा छलफल गर्ने, समस्या समाधान गर्ने र सत्तापक्षले गरेका गलत कामलाई प्रतिपक्षले खबरदारी गर्ने थलो हो संसद। कानुन बनाउने, विधि विधानको कार्यान्वयन गर्ने थलो हो। संसदमा बहस हुनुपर्ने विषय धेरै छन्, जनताका पक्षमा गर्नुपर्ने काम धेरै छन्। तर सांसदहरू भने अहिले सामाजिक सञ्जालमा रमाउने खालका बहस गरेर रमाइरहेका देखिन्छन् भने आफ्ना कुरा राख्ने र बाहिरिने, अरू सांसदको कुरा नसुन्ने प्रवृत्ति रहँदा संसदमा कुर्सी रित्ता हुने गरेका छन्। नमस्कार, म शिवराज खड्का। साझा कुराको यस श्रृङ्खलामा आज मैले उठाउन खोजेको विषय भनेको संसदमा सांसदहरूको टिठलाग्दो बेतुकको तर्क, छलफलले समय र राज्यको ढुकुटीको बर्बादीको बारेमा छ। सङ्घीय संसदमा हरेक वर्ष पेश हुने नीति तथा कार्यक्रम सरकारको वार्षिक गतिविधिको गन्तव्य र लक्ष्यको ऐना हो। हरेक वर्ष झैँ यसपटक पनि सङ्घीय संसदका राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 19मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रम संसदमा पेश भएर छलफलसहित पास पनि भएको छ। यसपटक नीति कम तर कार्यक्रम बढी आए। राम्रा र सकारात्मक कार्यक्रम पनि छन्, तर यसको सच्चाइ र सार्थकता भने बजेटले नै साबित गर्छ। प्रतिबद्धता र कार्यान्वयनका बीच जति ठुलो शून्यता रहन्छ त्यति नै असन्तुष्टि फैलिन्छ। नारा र गानाले मात्र देश बन्दैन। चालु आर्थिक वर्षको 10 महिनामा पुँजीगत खर्च जम्मा 31% सीमित छ। 2/3 समर्थन प्राप्त सरकारको पुँजीगत खर्च नयाँ बजेट आउने बेलासम्म 1/3 पनि पुगेको छैन। पछिल्लो समय संसद बैठक माननीयहरूको सवाल जवाफ र जुवारी खेल्ने थलो, व्यक्तिगत गाली गलौज, घुन्टा पोख्ने थलो मात्र भए जस्तो देखिन्छ। विगतदेखि नै नेपालमा सांसदहरूको भूमिकालाई लिएर विभिन्न किसिमका टीका टिप्पणी हुने गरेका छन्। सांसदहरूप्रति कटुता मात्र होइन, कहिलेकाहीँ त कर्मचारीहरूलाई सांसद मन्त्रीले पिटेको, नागरिकहरूलाई हेपेको र सांसदहरूलाई पनि नागरिकले मकैको खोया, जुत्ता चप्पल हान्ने र अपशब्द बोल्ने घटना पनि नेपालमा देखिएको छ। संसदीय प्रक्रिया चलिरहेको समय कुनै सन्दर्भमा बोल्नुपर्ने भयो भने सन्दर्भ सामग्री अभाव भएको नेपाली संसदमा छर्लङ्ग देखिन्छ। मन्त्रालय सम्बन्धमा सांसदहरूले उठाएका प्रश्न, रचनात्मक पहल, विचार, सुझाव साथै व्यवहारमा कार्यात्मक नभएका कानुन संशोधन गर्नुका साथै विषयगत चर्चा सुरु गर्नुको साटो प्रेसमा छत्ताछुल्ल हुने गरी बहस गर्ने गरेको घटना नेपालको सन्दर्भमा सामान्य जस्तो नै लाग्छ। संसदीय व्यवस्थामा सांसदले संसदभित्र आफ्ना धारणा राख्ने, अरूको धारणा सुन्ने, बैठक अवरोध गर्ने, बहिष्कार गर्ने जस्ता गतिविधिका आफ्नै प्रत्यक्ष र प्रतीकात्मक अर्थ छ। यस्ता गतिविधि संसदीय प्रक्रियामा नियमित रूपमा भइरहेका पनि हुन्छन्। मूलतः तिनले संसदलाई चलायमान बनाउँछन्। सरकार र संसद तथा जनता बीचको सम्बन्धलाई कसिलो पनि बनाउँछन्। तर यस विपरीत हाजिर गरेर संसद बैठकमा सहभागी हुने र एकछिन बसेर बाहिरिने काम पनि हुँदै आएको छ। 2-4 जना सांसद जुनसुकै बेला आउँदा वा बाहिरिँदा चर्चा गर्नुपर्ने विषय पनि बन्दैनथ्यो। हामी कहाँ भने संसदको कुर्सी नै रित्ता देखिने गरी सामूहिक रूपमा बैठक छाडेर हिँड्ने प्रवृत्ति छ। यस्तो चलाखीले सांसदहरूको भत्ता त सुनिश्चित होला, दायित्वबाट भने विमुख भइरहेको पुष्टि हुन्छ। अन्ततः संसदीय गरिमाको अवमूल्यन हुन्छ। संसदीय व्यवस्थाको औचित्यमाथि प्रश्न उठाउने समूहलाई थप बल पुग्छ। प्रतिनिधि सभातर्फ नीति तथा कार्यक्रममाथिको छलफलको पहिलो दिन वैशाख 22मा संशोधनकर्तासहित 52 सांसद सहभागी थिए। वैशाख 24मा 208, वैशाख 25मा 210 र वैशाख 26मा 198 सांसदले हाजिर गरेका थिए। यी सबै दिनका एउटै दृश्य साझा थियो। बैठक 20तिर पुग्दै गर्दा कुर्सी रित्ता भइसकेका थिए। आकस्मिक समय, शून्य समय, विशेष समय होस् वा नीति तथा कार्यक्रम र बजेट जस्ता विशेष छलफलका विषय, आफ्नो बोल्ने पालो छ भने रुचिका साथ बोल्ने र त्यसपछि हिँड्ने प्रवृत्ति छ। यो आज भोलिको मात्र देखा परेको प्रवृत्ति होइन। 2048 पछिको प्रजातान्त्रिक कालखण्डको समस्या लोकतान्त्रिक गणतन्त्रसम्म पनि कायमै रहनु चाहिँ अनौठो छ।
बैठकमा किन सांसदको रुचि देखिँदैन त? यसलाई दुई कोणबाट हेर्न सकिन्छ। पहिलो, नीति तथा कार्यक्रम वा बजेट जस्ता विषयमा सांसदले जतिसुकै राम्रा संशोधन राखे पनि, जतिसुकै तथ्यपूर्ण राखे पनि त्यसको प्रभाव देखिँदैन। सदनमा सामान्यतया सरकार पक्षको बहुमत हुने भएकाले सरकारका प्रस्ताव सजिलै पारित हुन्छन्। त्यसैले पनि सरकारले आफ्नै वा विपक्षी दलका सांसदहरूले राखेर धारणाको अपनत्व लिन चाहँदैन। त्यसैले पनि धेरै सांसदलाई सदनमा बोल्ने, बैठकमा अरूले राखेका धारणा सुन्ने काम औचित्यपूर्ण लाग्दैन। सरकारले जे ल्यायो त्यही पारित हुने भन्दा पनि रचनात्मक सुझाव समेट्ने उदारता देखाउन सकियो भने सदनमा उपस्थिति र सहभागिता बढ्न सक्छ। त्यसले अन्ततः सरकारका प्रस्ताव थप समृद्धि पनि बन्न सक्छ। दोस्रो भनेको संसद बैठकमा उपस्थिति जनाउनका लागि एक पटक हाजिर गरे पुग्छ, अर्थात् त्यस दिनको भत्ता सुनिश्चित हुन्छ। अन्तिमसम्म बस्नुपर्ने बाध्यता छैन। त्यसैले पनि बस्न अनिच्छुक देखिए। यद्यपि यो विषय भत्तासँग मात्र जोडिएको छैन, आफ्नो धारणा सुनाउने तर अरूको नसुन्ने प्रवृत्तिसँग पनि जोडिएको छ। यो व्यक्तिको अधीरता हो नै, आफै जान्नेछु अरूको किन सुन्ने भन्ने विकारयुक्त सोच पनि हो। संसद जस्तो संस्था आफ्ना धारणा सुनाउने र अरूको सुन्ने र आफ्नो विचारलाई परीक्षण गर्ने सार्वभौम थलो पनि हो। प्रत्येक सांसद आफै सार्वभौम पनि हो। ऊ स्वयंले संसदमा उपस्थित भएर आफ्नो जिम्मेवारी पूरा गर्छु भन्ने अठोट गर्ने हो भने बीचमै बैठक छाडेर हिँड्नुपर्ने स्थिति बन्दैन। संसद बैठक लामो समयसम्म चल्ने भएकोले पनि सांसदहरूलाई निरन्तर सहभागिताका लागि असहज हुने गरेको छ। जस्तो कि वैशाख 22 गतेको बैठक 10 घण्टासम्म लामो चलेको थियो। यस क्रममा थकान तथा भोक जस्ता कारणले बैठक छोड्न उत्प्रेरित गर्छ। तसर्थ संसद बैठकलाई समय सन्दर्भ अनुसार छोटो, चुस्त र प्रभावकारी बनाउने उपायका विषयमा विमर्श हुन आवश्यक छ। पार्टीका शीर्ष तहका नेताले बैठकलाई समय नदिँदा पनि बाँकी सांसदले बस्न आवश्यक ठान्दैनन्। प्रधानमन्त्री कार्यकारी प्रमुख भएकाले उनले दैनिक जसो लामो अवधि संसदलाई दिन नभ्याउन सक्छन्। तर उनको पार्टीका अन्य प्रमुख नेता, सत्ता साझेदार काङ्ग्रेसका सभापति, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष लगायतका नेताले संसदलाई समय दिने हो र बैठकमा सक्रिय सहभागिता जनाउने हो भने संसदको कुर्सीले सायद कुर्नुपर्ने स्थिति आउने थिएन। संसदीय व्यवस्थालाई प्रभावकारी बनाउने, यसको औचित्यलाई थप प्रभावकारी बनाउने काम संसदवादी दलहरूकै हो। त्यसैले उनीहरूले संसदमा बढीभन्दा बढी उपस्थिति जनाउने र विषयवस्तु त प्रभावकारी ढङ्गबाट उठाउन आफ्ना सांसदहरूलाई उत्प्रेरित गरिराख्नुपर्छ। संसद हुँदासम्म प्रभावकारी उपयोग नगर्ने र बेला बखत गुम्दा भने हार गुहार गर्ने प्रवृत्ति राजनीतिक दलहरूमा छ। 2059 असोज 18 मा तत्कालीन प्रतिनिधि सभा विघटन भएपछि त्यसलाई फिर्ता ल्याउन दलहरूले तत्कालीन राजा ज्ञानेन्द्रसँग कठोर सङ्घर्ष गर्नु परेको थियो। निरङ्कुशतासँग जुझ्नु परेको थियो। त्यति बेला संसदको महत्त्व बुझेरै रत्न पार्कमा संसदको बैठक पनि गरिएको थियो। पछिल्लो पटक 2077 पुस र 2078 जेठमा असंवैधानिक रूपमा संसद विघटन हुँदा पनि दलहरूले सडक र अदालतबाट सङ्घर्ष गरेका थिए। तर जब जब संसद उपलब्ध हुन्छ दलहरूले यसको महत्त्व भने बुझेको जस्तो गर्दैनन्। यस्तो प्रवृत्तिमा सुधार ल्याउनु पर्छ। मुलुक ऋणको भारी र भ्रष्टाचारको महामारीले गर्दा सिकिस्त अवस्थामा छ। तर नीति तथा कार्यक्रममा भ्रष्टाचार, कुशासन, विधिविहीनता र दण्डहीनतालाई निर्ममतापूर्वक काबुमा राख्ने इच्छाशक्तिको अभाव देखिन्छ। सरकार दण्डहीनता र भ्रष्टाचारको संरक्षक भएको आम जनमानसमा आभास छ। त्यहाँको सरकारले सुशासनको नारा लगाइरहे पनि त्यो पछिल्लो अवस्थामा निरर्थक देखिएको छ। तपाईलाई चाहिँ संसदमा सांसदहरूको उपस्थिति न्यून रहनुको कारण के होला जस्तो लाग्छ? कृपया तपाईलाई लागेको कुरा प्रतिक्रियामा लेख्न सक्नुहुनेछ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईको दिन शुभ रहोस्। नमस्कार।